हेलो नमस्ते नमस्कार सम्पूर्ण साथीभाइहरूलाई। यसो देशको परिस्थिति हेर्दा देश कतातिर गइरहेको छ त्यही गाह्रो जस्तो भइसक्यो। जहिले पनि देशमा आन्दोलन हेर्नुहोस्, शिक्षकहरूको आन्दोलन हेर्दा त म त छक्क पर्छु यार। यी शिक्षकहरूको आन्दोलन हेरेर काठमाडौँमा जुन चर्तीकलाहरू गर्दैछ नि टिचरहरू, कोही जादु देखाउँछ, कोही डान्स गर्छ, कोही टिकटक बनाउँछ, त कोही के गर्छ, कोही के गर्छ। तर यिनीहरूमा अलिक पनि नैतिकता छ जस्तो मलाई लाग्दैन। यिनीहरूको माग जे होला त्यो पछि, तर यसरी स्कुलले बन्दै गरेर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दिन त। अनि रिजल्ट आउनुपर्ने ठाउँमा रिजल्ट आएको छैन, पढाइ हुनुपर्ने ठाउँमा स्कुल अहिले खुला हुनुपर्ने ठाउँमा स्कुल बन्द छ। तरी टिचरहरू हेर्नुहोस् कस्तो। तपाईँ हामी युवाहरू नबुझेको क्या साथीभाइहरू, युवाहरू नबुझेको। उहाँहरूको छोराछोरी हेर्नुहोस् त, मजाले बोर्डिङ स्कुलमा पढिरहेका छन्, तर सरकारी स्कुलको अवस्था हेर्नु, बन्द गरेर हडताल, तलब बढाउनु पर्यो रे, स्थानीय तहमा बस्नु नपर्ने रे। स्थानीय तहमा बस्नु कुनै यस्तो लिडर आइदिला भएर अब सबै पार्टीबाट टिचरहरू भर्ना भएका हुन्छन्। त्यो कसरी भर्ना हुन्छ त्यो हामीलाई पनि राम्रोसँग थाहा छ। र यिनीहरू सरकारी स्कुलमा 2000 को साल उठाउनु पर्ने भनेर कस्तो निर्णय पनि गरेका थिए स्कुलहरूमा। तर त्यो निर्णयको घोर विरोध गरेपछि त्यो निर्णय फिर्ता पनि भयो। सायद त्यो अब फिर्ता गराउनु अब के भन्नु, त्यसको अब धेरै मैले त्यो पनि खेप्नु परेको छ अहिले। तर मलाई त्योसँग डर छैन। यिनीहरूले मलाई जतिसुकै घेरा हाले पनि घेरा हालिराखुन्, मलाई त्योसँग डर छैन। तर म त बोल्छु मेरो काम हो। युवाहरू जागुन् नजागे हामी के गरौँ, तर हामी बोल्छौँ। तपाईहरुको माग आफ्नो ठाउँमा होला, तर विद्यार्थीको भविष्यसँग खेलबाड त गर्न पाइँदैन नि। तर गाउँका युवाहरू पनि हेर्नुहोस् न, कोही चुक्क बोल्दैन। अहिलेसम्म स्कुलको रिजल्ट किन निस्किएन, किन स्कुल बन्द छ भन्ने कुरा कोही जान्दैन त्यहाँ स्कुलमा। तर रक्सी खाएर मै हुँ डन भन्ने बेलुका राति युवाहरू आफ्नो चर्तीकलाहरू देखाउँछन् रक्सी खाएर। ती युवाहरू अहिले कहाँ छन्, कुन दुलोमा छन्? यसो एकछिन गएर त बुझ्नु त पर्यो नि, कमसेकम स्कुलमा के छ कस्तो छ, किन स्कुल खुलेन। बोर्डिङ स्कुलहरू सबै खुलिसक्यो, सबै पढाइ जान सुरु भइसक्यो। यो साथीहरू अलिकति जागा यार। हामी कुनै व्यक्तिप्रति लक्षित छैनौँ, कुनै व्यक्तिलाई हामी भनेको छैनौँ। त्यो सरकारी स्कुल जुन व्यतिथि छ त्यो व्यतिथि विरुद्ध हामी बोलिरहेका छौँ। एकचोटि हेर्नुहोस् त, यदि सरकारी स्कुलमा विद्यार्थीहरू भएन भने त्यो स्कुल त अहिले मर्ज हुन्छन्। सरकारी तलब खानेहरू त आफू त गइहाल्छन्, अर्को कुनै स्कुलमा पढाउन गइहाल्छ। तर यहाँको स्कुल टुटेर गयो भने कसलाई दिक्कत हुन्छ? हो, मैले बोल्नु भनेको त्यहाँ हो, मेरो फोकस त्यहाँ हो। यदि यो स्कुल मर्ज भयो भने जनताले दुःख हुन्छ, जनताको छोराछोरीले दुःख हुन्छ। टाढाको स्कुलमा जानुपर्छ। त्यसका लागि आवाज मैले उठाएको। हुन त अहिले धेरै सुधार पनि भएका छन्, तर जति हुनुपर्ने त्यति भइरहेको छैन। त्यसमा धेरै फ्याक्टरहरू छ, टिचरलाई पनि मात्रै दोष दिनु हुँदैन। धेरै कुराहरू छन्। अब हुन त बाध्यता पनि हो टिचरहरूको पनि। कुनै पार्टी सङ्गठनसँग जुडेन भने टिचरहरूलाई पनि अब राम्रो टिचरहरूलाई पनि अब दबाएर राख्छन्। अब के गर्ने?
अब देशको स्थिति नै यस्तो ठिकै छ अब वार्ता त गर्नु जायज मागहरू त पुरा त माग्नु पनि पर्छ र पुरा गर्छ पनि होला तर स्कुल यसरी स्कुलै बन्द गरेर चाहिँ जानु चाहिँ पक्कै हुँदैन थियो सबै टिचरहरूलाई अहिलेसम्म चाहिँ कमसेकम रिजल्ट निस्केर क्लासहरू चाहिँ सुरु हुनुपर्ने हो एकचोटि हेर्नुहोस् न सरकारी स्कुलमा कति तल हुन्छ टिचरहरूको तर त्यही बोर्डिङ स्कुलमा हेर्नुहोस् तर त्यही दुईटै विद्यार्थीले कम्प्रोमाइज गर्यो भने फेरि बोर्डिङकोले जितिहाल्छ किन कारण के हो त्यो कारण कमसेकम त्यो कारण खोज्नु पर्यो नि त कारण कसैले खोज्ने जागिर चाहिँ सरकारीमा हुनुपर्ने रे तर आफ्नो छोराछोरी बोर्डिङमा पढाउनु पर्ने उनीहरू आफै के म पढाउँछु भन्ने कुरो उनीहरू आफैलाई विश्वास छैन त हाम्रो तपाईहरुको बच्चाले के उनीहरूले राम्रो पढाउँछ होला अब यही सरकारी स्कुलमा हेर्नुहोस् 2 साल अगाडि प्रत्येक विद्यार्थीलाई 2-2000 रुपैयाँ असुल्ने यिनीहरू निर्णय नै गरेका थिए म्यानेजमेन्ट मिटिङबाटै कारणवश अब कताकडाबाट म पनि त्यो अलि ढिलो चाँडोमा पुगेँ सबैले ताली बजाएर त्यसलाई पास पनि सकभर गर्ने भइसकेका थिए निर्णय तर म त्यहाँ पुगेँ म 2-3वटा आफ्नो प्रश्नहरू राखेँ ठीक छ म 2000 के म 5000 सालको म दिन तयार छु तर यो स्कुलमा पढाउने टिचर अध्यक्षले आफ्नो छोराछोरी यो स्कुलमा कमसेकम ल्याउनु पर्यो भनेर मैले त्यो प्रस्ताव राखेँ यदि त्यो ल्याउनु हुन्न भने म 2000 देखि 1 रुपैयाँ पनि दिन्न र तपाईहरु यो स्कुलबाट मेरो छोरीले निकालेर मात्रै हेर्नुहोस् भनेर मैले त्यहाँ सबै जनाको माझमै यो कुरा मैले राखेको थिएँ यदि तपाईहरुकोमा अलिकति उ छ भने 2000 त दिन 1 रुपैयाँ पनि म दिन्न भनेर गर्दाखेरि बल्ल बल्ल त्यो क्यान्सल भयो यिनीहरूको राजनीति हेर्नु न कति टाढा टाढासम्म यिनीहरू मान्छेलाई मूर्ख ठान्छ यार म त त्यो अचम्म लाग्छ 2000 को महिना उठाउने त्यो कसलाई थाहा छैन टनाटन पैसा उठ्छ अनि कुनै आफ्नो मान्छेलाई भर्ती गरिहाल्ने अनि त्यहाँ टिचरको नाममा भर्ती केन्द्र हेर्नुहोस् कति सजिलो जनतालाई उल्लु बनाइहाल्छ तुरुन्त एकछिनमै सर्टेन टाइमको लागि के राम्रो पढाइ पढाउँछु रे बाबा राम्रो पढाइ पढाउँछु भने आफ्नो छोराछोरी चाहिँ बोर्डिङमा किन पढाउनु पर्यो त अनि के बोर्डिङ स्कुलको मास्टरहरू 100 क्वालिफाइडहरू हुन्छ तर तपाईहरु त लोकसेवा पास गरेर आउनु भएको छ लोकसेवा पास गर्नु भनेको सानोतिनो कुरो होइन त्यस्तो टिचरहरू सरकारी स्कुलमा आउँछ लोकसेवा पास गरेर तर शिक्षा गुणस्तर किन खस्किँदो भयो त हो कारण त्यहाँ हो त्यहाँ कारण खोज्नुपर्छ त्यो बीचमा कारण खोज्नुपर्छ किन खस्कियो त खस्किनुको कारण के हो पढाए पनि नपढाए पनि टाइममा आए पनि टाइममा नआए पनि के मतलब कसैले निकाल्नु सक्दैन सरकारी जागिर एकचोटि भइसकेपछि सिद्धियो कसैको ताकत हुँदैन निकाल्ने प्रधानमन्त्रीको ताकत छैन त्यो निकाल्ने त्यहाँबाट टिचरलाई निकाल्न सक्दैन सरुवा चाहिँ गर्न सकिन्छ तर निकाल्न चाहिँ सक्दैन हो यही हो मेन विडम्बना देशको तर बोर्डिङमा हेर्नु छ राम्रोसँग पढाइ पढाउनु टाइममा आउनु भयो भने तुरुन्त जागिर सिधै च्वाट गरिदिन्छ कसैले त्यहाँ बोल्नु जान्छ कोही बोल्दैन तर सरकारी स्कुलमा वार्ड अध्यक्ष त फल्ना चिल्ना सब आफ्नो क्यान्डिडेट खडा गरेको हुन्छ ट्रेड युनियनहरू बनाएको हुन्छ सब उनीहरू अनि कसरी गुणस्तरीय शिक्षा हुन्छ त स्कुलमा तलब चाहिँ बढ्नु पर्ने सेवा सुविधा चाहिँ बढ्नु पर्ने अनि पढाइको गुणस्तर झन् तल हुँदै जाने पर्ने पहिला हेर्नुहोस् त 10-20 वर्ष अगाडि अलिकति हेर्नुहोस् न यही सरकारी स्कुलबाटै पढेर डाक्टर इन्जिनियर बनेका हैनन् तर अहिलेको गुणस्तरीय शिक्षा हेर्नुहोस् किन खस्क्यो त कारण के हो अहिले खाली सबै आफ्नो छोराछोरी बोर्डिङमा मात्रै पढाउने किन यस्तो भयो त कारण के हो त
पक्कै कतै न कतै केही न केही कारण त होला हो। यो कारण युवाहरू बुझ्नुपर्छ। र स्कुल किन बन्द भयो यसको बारेमा धेरै युवाहरू अहिले नेपालमै छन्। गएर कमसेकम एकचोटि आवाज त उठाइदिनुहोस् न, किन स्कुल खुलेन? अरू ठाउँ कुरा छोडिदिनु, हाम्रै ठाउँको कुरा गरौँ न। हाम्रो स्कुल किन खुलेन? हामी आफ्नो छोराछोरी त स्कुलमा दिएको छु त। के हाम्रो छोराछोरीको अधिकार होइन टाइममा पढ्नुपर्ने? टाइममा स्कुल खुल्नुपर्छ, यतिखेर स्कुल खुल्नुपर्ने हो कि होइन? रिजल्ट आउनुपर्ने हो कि होइन? तर किन आएन? तपाईँहरूको अधिकार ठिक छ, ठाउँ लिनुहोस्, तर आफ्नो अधिकारको लागि अर्काको अधिकार त कुल्चिनु त भएन नि। र हामी युवाहरू जहिले पनि जिन्दाबाद र मुर्दाबाद, जिन्दाबाद र मुर्दाबाद भन्दै बस्ने हो। देश कहाँबाट कहाँ गइसक्यो, अनि यस्तै पार्टीको झोला बोक्ने अनि जिन्दाबाद मुर्दाबाद भन्दै बसौँ, देश आफै बनिहाल्छ। अब के भन्नु, कति भन्नु? जुनै तन्त्र आए पनि, जुनै बाधा आए पनि, गणतन्त्र आए पनि, राजतन्त्र आए पनि, जुनै बाधा आए पनि हामी तपाईँहरूले गरी खाने नै हो। गरी काम गरेपछि खानै मिल्छ। त्यसकारण अब युवा साथीहरू अलिकति जाग्नुहोस् र आफ्नै देशमा कसरी केही काम गर्न सकिन्छ भन्ने कुराको धेरै उदाहरणहरू छन्। विदेशमा हामीसँग धेरै अनुभवहरू छन्। बस अनुभवहरू हामी लिएर बसेका छौँ। त्यो कसरी युटिलाइज गर्ने त्यस्ता युवाहरूको हामी खोजी गरिरहेका छौँ। र नेपालमा गरेर सकिन्छ भने हामी उदाहरण गरेर देखाउँछौँ। तर त्यसको लागि केही टाइम लाग्छ। त्यस्ता युवाहरू हामी खोजिरहेका छौँ। हुन त अब साथीहरू 4-5 वर्ष अगाडि नै हामी त्यस्ता एउटा प्लेटफर्म तयारी गरिसकेका थियौँ केही गर्छु भनेर। तर साथीहरू जहिले पनि अब सानो सानो कुरामा चित्त दुख्ने, सानो सानो कुरामा वाद विवाद गरिराख्ने, सधैँ वादी विवादमा अल्झिएर बसे, न केही गरे न केही गर्न दिए। तर फेरि पुनः म तिनीहरूलाई झगझगाउँदैछु। जसरी पनि यदि तपाईँहरू गर्नुहुन्न भने कमसेकम गर्नेलाई त कमसेकम हौसला त दिनुहोस्। हामी गरेर देखाउँछौँ कसरी रोजगार सिर्जना हुन्छ भन्ने कुरा। हामीलाई कुनै नेताको सहयोग छैन, कुनै पार्टीको सहयोग छैन। बस स्वच्छ इमान्दार युवाहरू हुनुपर्छ। 10 जना युवा तयारी भयो भने नि 15,000 देखि 20,000 को रोजगारीको लागि कतै जानु पर्दैन। तपाईँ ढुक्क हुनुहोस्, हामी गरेर देखाउँछौँ। यदि गर्न सकेन भने त्यो दिन तपाईँहरू म माथि पनि प्रश्न गर्नुहोला अनेक। तर त्यसको लागि कमसेकम एकजुट त हुनुहोस्। गर्न सकिन्छ, धेरै कुरा गर्न सकिन्छ। देश विदेशको अनुभवहरू हामीले धेरै लिएका छौँ। धेरै त्यस्ता दिग्गज मान्छेहरूसँग भेटघाट भएको बेलामा धेरै कुरा हामीहरू देखेका छौँ। हो, मसँग डिग्री नहोला, मसँग पढाइ छैन, पढाइ सबैभन्दा ठुलो कुरा होइन। तपाईँ पढेर किताबको डिग्री हासिल गरेर, तर हामी प्र्याक्टिकल देखेका छौँ, प्र्याक्टिकल गरेका छौँ विदेशहरूमा। त्यो अनुभव हामीसँग छ, त्यो हामी गर्न सकिन्छौँ। आउनुहोस्, तपाईँहरूसँग बसेर घन्टौँ घन्टा बहस गर्न सकिन्छ हरेक कुरामा। तर आउनुहोस्, मिलौँ युवाहरू। यसरी सानो सानो कुरामा विवाद गरेर, यसरी सानो सानो कुरामा चित्त दुखाएर हुँदैन। केही गर्ने हिम्मत गर्नुहुन्छ भने आउनुहोस्, समाजलाई सुधारौँ, व्यक्तित्वको विरुद्ध बोल्ने प्रयास गरौँ, राम्रालाई राम्रा भनौँ, गलतलाई गलत भन्ने बानी बसालौँ। देश आफै समृद्धि हुन्छ। देश समृद्धि नभए गाउँ त समृद्धि कमसेकम गर्न सकिन्छ नि। युवाहरू त्यो अभियानमा जुटौँ साथीहरू। म यति मात्र भन्न चाहन्छु।